हाई गाइज, आज चाहिँ म यता गाउँमा छु अनि यहाँ यो गिठा भन्ने के रहेछ त्यो खाँदा रहेछन् है। अनि त्यो टिप्न लाएको छु। खासै धेरै त छैनन्, त्यो नि 2-3टा छन् बुट्टामा। आँपको बोट के भन्छ त्यसैमा। अनि अब रुखमा चढ्छु यसमा है। अनि चढेर टिप्न पर्यो। ल गाइज हेर्न सक्नुहुन्छ म चाहिँ रुखमा चढिसकेँ है। अब गिठा खोज्छु। हिजो अचार त खाएको थिएँ, त्यसको अलिअलि त्यस्तो मिठो त थिएन, पहिलोचोटि खाएर होला, तर ठिकै थियो भनौँ। अब देख्न त देखेँ मैले है, हेर्न सक्नुहुन्छ। म हजुरलाई पनि देखाइदिन्छु। तर बारुला छन् क्या रुखमा, रोइन्छन्। अब म यता जान्छु। यो आँपको रुखको खासै भर गर्नुहुन्न, भाँचिन्छ यो है। सो त्यही भएर आनन्दले रिल्याक्स भएर जानुपर्छ। आँपको रुखको चाहिँ भर नगरौँ गाइज। मैले त गरेँ, हजुरले चाहिँ नगर्नु ल। आहा यस्तरी गाह्रो हुन्छ चढ्न। सुकेको हाँगामा पनि टेकेको, मेरो ओजन खासै धेरै नगर्यो होला। हेर्न सक्नुहुन्छ गिठा यहाँ यो म टिप्छु है। जान त गाह्रो हाँगो एउटा भाँचिहालेँ मैले। सर्पसर्पी त छैन नि रुखमा। पहिला सुरु ध्यान दिनुपर्छ कि यो घरमा खासै कोही आउन्न, झाडी छ। हेर्न सक्नुहुन्छ यस्तरी फल्दो रहेछन्। यो खान्छन् मान्छेले, यो थाहा थिएन पहिला। कति धेरै देख्थेँ क्या मैले, तर मतलब हुन्थेन। यो चाहिँ खाँदो रहेछन्। अनि त्यहाँ टिप्न पठाउनु थियो, अनि घर गएर अचार बनाएर खानियो। ल एउटा भेट्यो रुखमा, तल एउटा चाहिँ खसेको थियो। अर्को यसरी टिपे अनि यता पनि हेर्न सक्नुहुन्छ। यस यतिको चाहिँ गर्नुहुन्न है। कस्तो भनेपछि रुखमा चढेर मोबाइलमा भिडियो बनाउँदै टिप्न चाहिँ हुन्न। यो चाहिँ रिस्कको काम हो। रिक्सी नबनाउनु है, रिस्की होइन। अनि त्यही हो। अरू त खासै त देखेको छैन मैले, यो देख्न त है। तर यो आँपको बोट चाहिँ डरै लाग्यो यार। आँपको बोट कच्चो, खुट्टा हल्दियो। ल अर्को यहाँ देखेँ खानु तल। ए मस्त रहेछ त, अझै माथि रहेछ क्या। ल ठिक छ, माथि त रहेछ। हेर्न सक्नुहुन्छ है, यस्तरी फल्दो रहेछ है। ल गाइजहरू म टिप्दै गर्छु। टिपेपछि कति भयो भनेर चाहिँ देखाउँछु है। अहिलेलाई बाई बाई। रिक्स लिन भएन, आँपको हाँगो कच्चो हुन्छ। बाई। कस्तो चिन्नु भर्खर हजुरलाई त। हुन्छ, जति रिस्की भए पनि गाइज भिडियो बनाउन चाहिँ छोड्न मन लागेन होइन। कस्तो एक्साइटेड भइयो कि है। धेरै पछि रुखमा चढ्यो नि त। म धेरै पछि चढेँ रुखमा, खासै आउनु नि त गाउँतिर। त्यही दसैँ तिहारको बेला हो। अहिले चाहिँ सक्यो पढेर, त्यही भएर गाउँमै छु। त्यही भएर बनाउनु त्यहाँ डरै लाग्यो टिपमै गाई। यो गिठा यस्तो टिप्यो है। डाइरेक्ट खाना मिल्ने भएको त खाइन्थ्यो होला, मलाई थाहा छैन खाना मिल्छ कि मिल्दैन। पकाएर चाहिँ खान्छन्, पकाएर खाना मिल्छ भने डाइरेक्ट खाना मिल्छ होला, तर टेस्ट चाहिँ थाहा छैन यसको कस्तो हुन्छ काँचोमा। त्यो ट्राई चाहिँ गरेको छैन। अब यो तल फालिदिन्छु मैले।
खाले तर बाइक छ फेरि बाइकमा लगायो भने फेरि जान्छ सिसामा लगायो भने अरू कहाँ छन् यहाँ छ हेर्न सक्नुहुन्छ तर अलि सावधानी अपनाउन पर्यो है जग्गाभरि उसलाई यार त्यो जालम दाइ आउनु थियो दाइ कहाँ जानुभयो यार त्यो तल नै उठाउनु भयो होइन हराउनु भयो अनि यस्तरी मैले कहाँ फालेँ मलाई पनि थाहा छैन तल झाडी छ है खसेर नि टाउका टाउकामा पनि लाग्दो रहेछन् होइन यस्तो कमजोर हुँदो रहेछन् कि त लास्टै त्यो झाल सेकिख त्यही भएर कमजोर भयो होला नि अब यति टिपेर घर गएर मस्तले खाना खाने अनि सुत्ने हो उठ्न त 8 बजे उठेको अहिले चाहिँ 10 बजे होला खाना खाएन सक्यो यताको साइडको लगभगै सक्यो नसक्यो नि ठिकै छ फेरि खाना हुन्छ त्यही भएन यस्तो हाँगामा त चढेको पातलो हाँगामा हेर्न सक्नु यस्तै छ जिन्दगी हिँड्सम्म देखियो नि है अहिले आँप फलेको है खाना हुन्थ्यो नि आँपमा चढेर रुखमा चढेर मस्तले पाकेको आँप तर के गर्ने सिजन सक्यो होइन म देखाउने छु कति कलेक्ट गरेँ भनेर अहिले त टिपिसकेँ खासै धेरै त छैन लगभग 25 किलोको बोराको आधीको आधी हुने लगभग त्यस्तो धेरै चाहिँ छैन हेर्न सक्नुहुन्छ यो हाँगा यत्रै हाँगा मैले टेकेको चाहिँ त्यसरी है डर चाहिँ लाग्छ यार यस्तै मोबाइल समातेर कपडा त गाँड भयो कपडाको त किनकि अब एउटा हातले भिडियो बनाउँदाखेरि राम्रोसँग त गर्न पर्यो होइन कपडाको गाँड बल्ले मेरो पनि अलिअलि पेलिनु लाग्यो एउटा हातले मात्रै गर्दा यता मोबाइल समात्ने कि मान्छे समाउने कि हाँगा समात्ने गाह्रो हो नि त हुन्छ अब म अर्को साइडतिर जानु लाग्यो त्यहाँ नि कसरी यस्तो झाल छ यहाँ अगाडि ब्लक गर्यो त यो झालले मलाई गाइस मेरो दुनियाँ छुट्टै छ एक्लै रमाहु है को कहाँ के कहाँ सब खल्ली बल्ली म हराहु सोसल मिडियाबाट टाढा धेरै दिनपछि भिडियो बनाइरहु त्यसो दाइ आउनुभयो कहाँ गएर आउनुभयो त तपाईँ फेरि मलाई ल्याइदिनु भयो कि नै त्यो यहाँको पानी पनि कस्तो छ यार त्यो एउटा मिठाईको गुलियो पनि छैन यार गुलियोभरि सब हुँदो यार कति भयो हेर्नु त कति भयो जम्मा भयो रे यहाँ मैले 25 किलोको आधीको आधी बोरा देखाउने भनेको 15वटा भन्दा धेरै भयो होइन 15वटा गेडा भन्दा धेरै भयो होइन कि टिप्नु पनि झ्याउदा आहा यो आगो भाँचिन्छ यार यस्तो उ छ भाँदिम क्या होला भयो एक थोरै सपोर्ट त दिँदो रहेछ बाल मोबाइल खस्छ तर मान्छे खस्न भएन खल्ली बल्ली मोबाइल जति नै आउँछ के भन्नुभयो गाई जब बोरोमा नहाल्ने किनकि लास्टै थोरै भयो एउटा प्लास्टिक ल्याउनु छ दाइले त्यही प्लास्टिकमा हाल्ने अब म चाहिँ एउटा हातले झर्ने कोसिस गर्दैछु आधालाई अचार खाना भइहाल्यो हामीले थोरै तिर्सुल पनि बनाउन दिएको थियौँ त्यहाँ तिर्सुल पनि लिन जाने हो है त्यहाँ रहेछ हेर्न सक्नुहुन्छ अब टाङ यत्तिको फेत्ते अब म रिक्स यो आगो नछपाउँ यसलाई
आगो नबाच्यो भने त भगवान् आगो बाच्यो भने त म गएँ म गएन बच्यो यस्तो आगो त्यहाँ त त्यो कस्तो बेन्ड भएको छ यार आगो ठिक छ नि होइन अब त खासै धेरै त टिपेन त्यो 15-20 वटा भयो होला नि सरी फर ड्याट है 25 किलोको आधीको आधी पुरा नि भएन अब म झर्छु तर खस्यो नि दाइ बहुत धेरै धन्नी खसेन त खस्दैन गाई चाहिँ यहाँ आएको थियो यस्तरी सपोर्ट गर्ने ए ल दाइ समात्नु यो अनि यो पनि समात्नु नि त मोबाइल कि आफै म झऱ्यो भने फेरि मोबाइल त खल्लीबल्ली हुन्छ होइन गरिदिउँ क्या खल्लीबल्ली केही भएन झर्छु झरे गाइस फाइनल्ली झरियो रुखदेखि हाम्रो कलेक्सन चाहिँ कति भयो त्यो चाहिँ हेर्नु पर्यो यता धेरै खस्यो त्यो उठाउन पनि सकिन्न यता झाडी साडी होला है सानो प्लास्टिकको एक प्लास्टिक झाडी साडी छ के को होला अनि सर्पसर्पी होला नि त्यही भएर नजानी भयो त्यतातिर के गर्ने बोक भन्नु त अलि ज्यान प्यारो भयो त्यतातिरका साडीका छन् ल हाम्रो कलेक्सन कति भयो खै कुन हजुरबा नि हजुरबाको घर धेरै पुरानो भयो यो घर कोही पनि बस्दैनन् होइन तर भित्र चाहिँ यस्तो बाहिर जस्तो भए पनि यो पुरानो घर हो के अनि भित्र चाहिँ महलै टाइपको छ त लगभग कस्तो खै म सानोमा त कोठामै हराउँथेँ कि त्यति धेरै भित्र कोठा खाने के यसको एउटादेखि अर्को कस्तो छ तर अहिले चाहिँ केही छैन केही लाग्दैन यति भयो एक प्लास्टिक चाहिँ भयो 1 किलो 2 किलो चाहिँ भयो लगभग तर अझै त्यहाँ यसमा त म धेरै चाहिँ खसालेको थिएँ त्यहाँ झाडीमा गयो कि जानु मिल्दैन ल यो घरको चाहिँ पछि म देखाइदिन्छु है भिडियो अहिले चाहिँ जान मिल्दैन ताला लाग्छ खै पान खै अब खाना खाने बेलामा के पानी खाने घर गएर खानु पर्यो बोरामा राख्नु बोरामा आधीको आधी बोरा नि भएन बोरामा राख्नु पर्यो प्लास्टिकमा नलैजाऊँ हमारा न्योता क्यों नहीं आया हेर्नु घर के मने तो न्योता नहीं है तो यह कैसे न्योता है कुन भाषा हम खतरा करी था ना मलाई थाहा फेरि भाषा ठीक है मतलब लेके आओ गरेको गाइज भाषा मलाई थाहा छ देशी भाषा हो ठिक छ बाइक चलाउन पर्यो त्यहाँ रहेर मिल्दैन न मिल्दो रहेछ त मोबाइलको गर्ने छैन हटाउने मोबाइल खस्यो भने त बर्बाद हुन्छ यार अब त ज्यानभन्दा मोबाइल प्यारो भयो यतिखेर त चाबीले मात्रै अड्डाफु अब घर जाने हो ताल हेर्न जान लाग्छौँ बेतालमा हिँडिरहेको हामी कपिल वस्तुको दोस्रो ठुलो ताल कपिल वस्तुको दोस्रो ठुलो तालै भनौँ यसलाई भनौँ होइन हो जसमा भनौँ भन्छ हो साले अहिले जगदीशपुर पर्छ त्यो त थाहा हाम्रो जगदीशपुरभन्दा ठुलो त ठुलो छ फेरि हाम्रो होइन जगदीशपुरभन्दा ठुलो हो 84 बिघा हो बाबु 84 बिघा 84 बिघामा परेको ताल हो तर अहिलेको उँधो मन्दिरहरू सबै पर्छ यहाँ 84 बिघामा पानी त छैन नि त ताल पो भन्नु त पानी अहिले तल हिँड्न बोरिङ छ त पानी हुन्न त होइन जगदीशपुर त धेरै ठुलो हो नि भाइ
बाबु नम्बर 1 सुन्न नजो बस्ने हो भने यही ताल पर्छ क्या 84 बिघा उहाँको कति बिघा 80 बिघा हो 34 बिघा यहाँको 84 तर यहाँको त सबै अब कब्जा गरेर पो यस्तो भएको नि त त्यो टोरो छ नि त पिकनिक खाने ठाउँ हो तर त्यहाँ बनाएको छ त्यो सिमेन्टले सब तालभित्र पर्छ अनि यिनी जामुन सामुन यिनी जहाँसम्म यो पुरै ताल हो यो ताल देखाइदियो अब जमानामा हिँगा माछा खाइन्थ्यो गाई अहिले पो भेज परियो माछा मासु खाना छोडियो आधी मार्नु माछा के लानु पर्छ खानु लाँदा लय भयो भने के सुन्न पर्छ र हजुरलाई तालको म ऊ देखाउँछु अब ताल सफारी गराउँछु अब भिडियोमै घोडा भन्नुहुन्छ दाइले मैले कच्चाड भन्छु अब जे हो क्रस प्रोडक्ट घोडी हो हेर्न सक्नुहुन्छ ताल यत्रो ठुलो छ कपिल बस्तीको दोस्रो ठुलो ताल है पहिलो चाहिँ जगदीशपुरलाई भन्छन् यसको चाहिँ यो टोटल एरिया चाहिँ 84 बिघा छ अनि 84 बिघामा हेर्न सक्नुहुन्छ यति अब यहाँ माछा मारेर अनि यहाँ बोटिङमा ट्याक्क गएर मस्तले माछा खाना खा पुरै माछा मारेर भ्याउनु हो कि अब मार्ने हो सुरु हो यो तालमा त्यो बाँसले कि होइन नजिकतिर यस्तै ढुङ्गामा बाँस यस्तरी हालेर अगाडि भन्ने त्यस्तो गर्थ्यौँ सानोसानोमा अहिले त धेरै बन्नु आएको धेरै पछि आएँ म यहाँ तालमा हेर्न सक्नुहुन्छ वरिपरि लुक एट द भ्यू गाइज घुम्न आउनु है घुम्न आउनु डेटिङ स्पोट दामी हुन्छ यहाँ के को दामी हो नि यो केही छैन ताल मात्रै हेर्नु बस्नु न केही छैन त्यही है नआउनु कोही पनि फोटो खिच्न चाहिँ आउन सक्नुहुन्छ फोटो खिच्नको लागि चाहिँ ठिक छ माछाको नाम के हो दाइ यो सौरिक बच्चा तपाईँले अघि के गर्नुभएको थियो गिरै जस्तै हो क्या नै गिरै लेखा हो भने हातले समात्नु भएको है ऊ त्यहाँ छोपेको ऊ त्यहाँ यता पानी खाल्छ आउने भने त राति र पुग्ने गरी त हुन्छ जति पनि पानी खाल्नु अब डुङ्गा हेर्नु हामीले पहिला यस्तो जान्थ्यौँ डुङ्गेहरू नि अहिले नि यस्तै छ परिवर्तन भएको छैन एउटा त बनाउनु यो त हामी नै पहिला यस्तो जान्थ्यौँ नि बाँसले खासै गहिरो छैन यो छैन बिचमा गएर हेर्दा ऊ त्यो साइडमा किनारमा गएको छ नि बिचमा त मान्छेको डबल त्यो हामी नुहाउने ठाउँ यही हो बिचमा त अलिअलि छ तर त्यस्तो गहिरो छैन सरर र मोटर चढेर ओजन धेरै होला जस्तै पौडिनु जाने हो नि सबै ल तालको सफारी मस्तले हरिहरपुरको तर हरिहरपुर लास्टै दुर्गम क्षेत्र हो खासै केही छैन यहाँ त्यतिसम्म त नगर्नु केही छैन कि यहाँ टावर टिप्दैन टावर किन टिप्दैन अब टिप्दैन मेरो आइफोनमा टिप्छ तेरो अब एन्ड्रोइडमा फेरि आइफोनको रिङटङ राख्ने हो नि हेलो हजुर भयो यहाँ सानलाईले भ्याइसक्यो अब सबै भ्याइयो क्या सबै मुन्द्रा नै भ्याइयो अब त्यो अलिकति बाँकी छ सब्जी पनि टिप्यो अचार खानुलाई सबै भ्याइयो ल यल्ला गाइज यस्तो एउटा काममा पठाउनु भएको हामी अर्को काममा आछौँ के गर्ने मस्त त हुन पर्यो मेरो मोबाइल छ पै अलिअलि मस्त त हुन पर्यो चिल मान्छेसँग हिँडेको चाहिँ यस्तो त्यही भएर मेरो सङ्गत गर्ने गाइज दिस इज मी आलु लाउन आएको छु है बहुत गर्मी हेर पसिना हेर्न सक्नुहुन्छ मेरो यो आलु भर्खरै लगाइयो यो चाहिँ मैले लगाएको होइन म आउँदाखेरि लगाइसक्नु भएको थियो होइन अनि यताको साइडको चाहिँ पुरै त्यहाँदेखि
मैले यहाँसम्म लगाइरहेको छु होइन अनि त्यही हो कामै काम छ तरिका यहाँ चाहिँ साना साना खिचिरा भएर दुइटा हाल्ने हो नत्र नि यत्तिको ग्यापमा एक घन्टा यहाँ दुइटा हाल्दै केही भएन थोरै सानो हो नि त फरक पर्न यति यस्तो यो कुहिएको जस्तो हो त्यही भएर दुइटा हालिदिउँ फरक पर्न यस्तो